हेलो गाइड, गुड मर्निङ। म यो आलु रोप्नुलाई खन्दैछु कि आलु रोप्नुपर्छ। अब आफूले मिहिनेत गरेर आफूले गरेको आलु अब राम्रो पनि हुन्छ है। बजारमा किनेको अब आलु कति खाने, र कहिलेकाहीँ आफ्नो मिहिनेत पनि खाऊँ न गरेर नि त। अनि यो खन्न थालेको अब अलिक ढुङ्गे बगर छ। अब जोत्न ओर्न पनि अब ज्यादा गोरु छैनन्, ट्र्याक्टर अब थोरै जग्गामा आउँदैन। अनि समस्या भइरहेछ। यसो पनि तुलफुल गरेर खानलाई चाहिँ बहुत समस्या भयो के। अब गोरु हुँदा पो पहिलो गोरु हुन्थ्यो, अलिकति यसो गोरु ल्याएर जोतौँ भन्दा पनि हुन्थ्यो। अहिले आजभोलि अब थोरै माटामा एक कठा आधै बिहा माटामा ट्र्याक्टर आउँदैनन्। अनि कति छ तेरो माटो भन्दाखेरि अब आधी बिहा छ, भ्याउँदिन भाइ भन्छन्। अनि के गर्नु, अब तुलफुल यस्तो गरेर खान चाहिँ साह्रो पर्ने भयो। अब तिमाथि ढुङ्गे बगर खन्न सक्दिनँ र यस्तै छ गाइड। र म फेरि आएँ हजुरको ठाउँमा होइन। र म चाहिँ यसमा अब अलिकति काम गर्दा गर्दै अब एउटा सानो कविता भन्छु म। हामीले त्यो कविता चाहिँ अब क्लास 5मा पढेका कविता थियौँ। त्यो कविताको भाव चुराचुगा है। त्यतिखेर चाहिँ अब हामीलाई अलिकति माने चिज पनि भएको थिएन यो कविताहरूको यस्तो भनेर मूल्य पनि भएको छैन। तर आजभोलि चाहिँ अब यो कतिपय कविताहरू यसो विचार गर्दाखेरि साँच्चैकै कविताहरू लेखेका रहेछन् भन्ने कुरो चाहिँ अहिले अलिकति महसुस भयो। र त्यो कविताको भयो अब चुराजुगा है। चुराजुगा हुआ सबेरा, चुराजुगा हुआ सबेरा, बीती रात मिटी अंधेरा, खिलो फूल फैलो गंध, गाती चिड़िया मिलकर संग, आंखों किल्लो मुन्ना प्यारो, सुनना बुलाते बच्चे चारों, जगह पर लो सीखो अच्छी अच्छी बात, जगह पर लो सीखो अच्छी अच्छी बात भन्ने यस्ता अब कविताहरू है। अहिले पो महसुस भयो त्यो कविताको कुन माने कस्तो चाहिँ लेखेको रहेछ र कुन के भनाइरहेछ भन्ने कुरो चाहिँ अहिले चाहिँ अलिअलि महसुस भयो राइट। हजुरहरूलाई कस्तो लाग्छ यो कविता? हजुरहरूले पनि सायद अब पढ्नु भएको छ। क्लास 5मा थियो यो हिन्दीको। र हजुर मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नु होला। र आजलाई यति नै है, समाप्त। बाई बाई।